बिहानै खाजा बनाएको छुटेर बसेको छु कि छुटेको एक हप्ता हुन आँट्यो बाहिर पकाएर खाँदो रहेछ त त्यस्तो त मजा आउँछ त खोलामा पकाएर खान्छ होइन पिकनिक जाँदा त्योभन्दा त दामी हो है यस्तो दामी पाक्छ अब चाहिँ गाईलाई दाना दिनुपर्छ बिहानको ड्युटी दाना चाहिँ आज चाहिँ भिजाएर राखेछ हिजो दाना सबै भिजाएर राखेछ कुटीहरू पनि हो दाना पनि भयो गाईलाई राखिदिए दुधको गाडी पनि जाँदैछ नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ है तपाईँहरूलाई मेरो नयाँ भ्लगमा यानि कि गाउँले भ्लगमा र बिहानको ड्युटी चाहिँ सबै सकिसक्यो भनौँ न अब चाहिँ गाईलाई दानाहरू दिनु गोबर सोर्नु सबै सकिसकेको छु प्रायः है अनि अब अरू कामहरू सुरु हुन्छ है र आज दिनभरिको भ्लगिङमा के हुनेछ हेर्दै जाउँ यहाँभरि चाहिँ हाम्रो बहिनी पनि अब रेडी हुँदैछ स्कुल जानुको लागि लुगा लगाएर के भयो कलरहरू मिलाउँ मजाले कलर के गरे कलर मिलाउनुपर्छ हाम्रो सर पनि उठ्नु भएको छ नि त है गुड मर्निङ खै गुड मर्निङ यता गुड मर्निङ छिटो न चिया खानु धुनमा छ नि त उता गुड मर्निङ न यता खै गुड मर्निङ चिया पनि हाम्रो त यस्तो छ अहिले त्यही पुरै रङ फिका रङ एकदमै चिया खाजा खानुपर्छ रोटी बनाएको खै देखाउ त त्यत्रो बिमारी तिम्रो यो बाबा आउनु है हाल्यो म जाम्दैछु जाम खान्छ भाइ जाम खाने जाम खान्छ सिधै खानु ल बहिनीले जाम जाम हाल्दै त्यो बाबाको विनोदको एउटा भाइको जाम हाल्छ नि यहाँ त जाम खोल्नु लगाएर अलिक मन खान्छ ल सबै सकेछ त अन्त है अर्को वाटरको देखा मिठो त सबै सक्नु हुन्छ वाटर बोतलको मिठो त छिटो सक्नु हुन्छ नि हाम्रो अहिले बाबा बाबा खानु हुँदैन बाबा आफै काबो बाबा खानु भोलि मलाई चाट्नु उसलाई दिनु चाट्नु मलाई त्यो उले दिने ल तिमीलाई ल जाम 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 वाउ वाउ भन्नु भाइ वाउ भनिदेऊ न छिटो न वाउ बसेर टुल्यौ त टुल थिएन खोइ जाम खाने मान्छेले त वाउ भनेको वाउ बहिनीले अघि खाएको अरे चट्टा खायो भने गाडी आउनु पनि भयो पैसा खानु जानु मैले उता पैसा पठाइदिनु कसलाई खाँदै फोन होइन है आमाले छोरीको केस गरिदिँदैछ स्कुलको लागि अन्त के अरे केस गर्दा पनि फोनमा बिजी छ त अन्त बहिनी नगर न अहिले टोक्छ गाडी कुदाएको भाइ यो फुल त योपालि त्यति राम्रो फुलेन है निकै उयो भएछ है त्यसको खुट्टा त ब्यान्डेज गर्दैछ नि त गाडीले दिएको अरे निकै छोटो दिएछ नि यो न को बाख्रा खोरभित्र पस्यो बाख्रा खोरभित्र पस्यो यहाँ चाहिँ एउटा हाम्रो फर्सी रहेछ कि त्यसलाई चाहिँ फुटाएर खानुहुन्छ होला सोध्नु पऱ्यो रन्जुलाई खान्छ कि दामी चाहिँ दामी रहेछ राम्रो रहेछ औ यहाँ हेर त यता हेर न यहाँ हेर त यो फुटाउने यो किन कुहेछ नि त ऊ फेदबाट कुहेछ के बनाएको पहिला चाहिँ मै फुटाइदिन्छु त्यसो नि छ यो खाम यसो बिचमा है
पाकेकै छ है। अहिले राख्नु पर्थ्यो नि यो त राख्नु पर्थ्यो नि यसको बिउ रोप्नुहुन्छ नि बाबु रोप्नुहुन्छ यो के रे बिउ रोप्नुहुन्छ कति यसको रोप्नु है अस्तिको रोपे बाबाले मुसाले पोकै लगेको छैन कस्तो मजाको छैन नि बिउ रोप्दा हुन्छ नि त दामी रहेछ नि बिउ लास्ट एउटा है लास्ट हो यो अब छैन फर्सी अब त फल मुन्टा आउँछ नि त रोप्यो भने त फलिहाल्छ त्यसलाई पनि रोपिदिनुपर्छ यो बिउ सबै अस्तिको कहाँ पुरै रोपेको छैन यसमै थियो यसमै यो थालमै यसमै थियो त अन्त पोकै हरायो त उयो ठडेर थियो छैन हरायो हाम्रो बिउहरू वाउ वाउ कम्ती पकाउनु तिनजनालाई त बेलुका खाने होइन यो चाहिँ फर्सी मिठो छ ल यो फर्सी है सकिँदैन मन चाहिँ फर्सी किन्छु मिठो भएछ फर्सी तिन्छ मिठो भाइ दामी है यहाँ चाहिँ म चाहिँ यहाँको दाउरा कटेरलाई चाहिँ मर्मती गर्दैछु है बाँधसान गरेर मर्मती गरेर चाहिँ त्यहाँदेखि सिसा लगाएर चाहिँ दाउरा बनाउनु पर्ने दाउरा पनि ओसार्नु पर्ने यसलाई पहिला मर्मती गरिराखेर मात्रै हुन्छ है यहाँ चाहिँ सफाइ चाहिँ गरिदियो है अनि अब चाहिँ यहाँ चाहिँ दाउरा यहाँ थुपारेर त्यहाँनिर चाहिँ हार लाउनु पर्ला दाउरा ओसार्नु पर्यो बोक्नु कति 3 खेपमा यो थाक 3 खेपमा उठाउँछ यो र यो चाहिँ यो 3 खेपमा उठाउने यो त भइहाल्छ त्यो छोडिदेऊ डोकोमा होइन त्यो काँच्मै लानुहोस् 3 खेपमा पो उठाउनु अरे यत्रो दाउरामा के भन्छ यो कम्तीको नि 4-5 खेप हुँदो 3 खेपको कुरा नगर्नु 5-5 खेप पनि कहाँ हो
यो 6-7 खेप पो हुन्छ होला 6-7 खेप कहाँ लगाऊ भारी भारी लाउनु ठाउँ छैन यहाँ त अप्ठ्यारो छौँ यहीँ लगाएको दुई बजेको केटाकेटी आयो नि त्यसको मेरो त कम्ती भयो क्या सानो ठुलो डोको छैन मेरो बेसी सक्दैन गर्नु चाहिँ ल ला भारी तान्नु गरौँ होला कत्रो बेला भयो गम्माको यो के हो दाउरा आउँदैछ बिउ आउँदैछ के हो अप्ठ्यारो खोइ हो खुट्टा पो दुखेछ नि त्यस्तो खुट्टा पो दुखेछ ल दाउरा चाहिँ लिएर आयौँ है फर्स्ट भारी टोपी खोइ लाउनु बिर्सिन्छ भनेको म त निकाल्नु हुन्छ एक टिप चाहिँ पुऱ्याएर आयौँ हो 5-5 खेप त हुने रहेछ नि है 5 खेप हुन्छ अप्ठ्यारो भयो आफै तान्ने रहेछ जरुर क्या अगाडि झर्छ भनेर नि जग्गा भए हाल्दैन ल ल मेरो चाहिँ यहाँ छ भारी मजा आउँदैछ मजा आउँछ मलाई त गरम भएर हो त भने त्यो त बोकिहाल्यो एकैचोटि नछोड्न आँटेको ल यति चाहिँ भयो यहाँको दाउरा अब तल छ अलिक 10 भारी भयो यो चाहिँ काँधमा लानुपर्छ घरमा पानी आउनु आँट्यो साँच्चै नै पानी आउला जस्तो भयो त है धुम्म लागेर पुरै यस्तो भयो त मौसम चाहिँ कतै पानी आउँछ आउनु पर्छ पानी चाहिएको छ पानी त चाहिन्छ भने धनियाँ फुल्न आँटिसक्यो धनियाँ फुल्न यो धनियाँ ल बोक बोक ल लास्ट ट्रिप हाम्रो अब त्यो तल छ नि है अब 2-3 भारी होला अर्को जग्गा त्यो ल्याइसक्यो हावा चलेको पुरा अब चाहिँ यहाँको फेरि बोकाइ हुँदैछ हो यहाँ त बेसी छैन चिरेको ल यति चाहिँ भयो अनि अरू उब्रेको चाहिँ फेरि फुटाएर ल्याउनुपर्छ अनि पिल लाउनुपर्छ हत्तो मिलाउने काम चाहिँ सबै हत्तो भयो यो पाइने काम सक्दैन नै ल है अब भनेपछि घाम पनि पर पुगिसक्यो र म चाहिँ जान्छु घाँस काट्नु फेरि बेलुकाको लागि मकै बारी चाहिँ कति मजाको आएको चाहिँ मटर चाहिँ टिप्ने बेला भएछ फेरि लु मटर चाहिँ भोलि टिपिदिनु पर्ने रहेछ फेरि टिप्ने बेला भयो चाहिँ मटर घाँस लिएर आउँछु एक बारी बेलुकाको लागि अम्लिसो घाम पनि रातो भइरहेछ पर्न आँटिसकेको छ है भने चाहिँ रात पनि पर्न आँटिसकेको छ अनि बेलुकाको धन्दाहरू पनि मेरो भट्टाभट गर्नुपर्छ अब है र यति भन्दै आजको भिडियोलाई पनि यतिमै समाप्त गर्न जाँदैछु र यसरी नै तपाईँहरूले माया अनि सपोर्ट पनि बनाउँदै गर्नुहोस् होला है गाउँले जिन्दगीलाई